वृद्धि देखाएर छ पूर्व भाद्रपदलाई होइन 0 कति देखाइरहेछ 08 मात्रै देखाइरहेछ 08 यसलाई घटाइदिएपछि त्यो इष्टकालबाट भइहाल्यो बनिहाल्यो कहिले बेला घटाउने हो 08 ले त्यो भइहाल्यो भइहाल्यो त्यो गता भएको नक्षत्र भयो के भयो चाहिँ वर्तमानको त्यो थोरै नक्षत्र छ नि त त्यसलाई घटाउँदा त्यो भइहाल्यो अब भवक बनाउनुलाई चाहिँ हामीले फेरि यो जुन 08 छ त्यसलाई 60 मा घटाएर आगामी जोड्दा भवक भइहाल्छ 60 मा 08 त्यसलाई घटाइदिने 5 भयो अनि 59 भयो होइन त्यति आयो नि त यो यसमा के हुन्छ भन्दाखेरि चाहिँ एक दिन पछाडिको नक्षत्र यो हाम्रो भएको छ नि मास्टरको यो 08 चाहिँ भने यति बजीसम्म मात्रै छ यसमा अब यसमा उ भयो नि त यो गडबड भयो किनभने त्यो हामीलाई अब आगामी नक्सा जोड्नु पर्ने हुन्छ यसमा होइन आगामी जोड्दाखेरि चाहिँ 100 भन्दा माथि जाने हो नि त त्यो यो 59 जति 59 हुन्छ होइन त्यो पछाडि यो यस्तरी बन्दैन यसलाई अब यो 8 लाई हामीले उ गरेर चाहिँ केवल 60 मा यो मात्रै आयो नि त यो होइन 52 त यो पल भयो यो 59 घडी हुन्छ होइन यसलाई घटाइरहनु परेन हामीले सिधा चाहिँ नि त्यो यो आगामी नक्षत्र बराबर नै भएको हुन्छ यसको आगामी नक्षत्र बराबरकै भएको हुन्छ यसको चाहिँ यसमा किन यसमा अब यसमा नक्षत्र कम छ अर्को नक्षत्र भएकोमा चाहिँ यस्तो हुन्छ एकछिन त्यो अर्कोमा देखाउँछ एउटा ल दुईटा नक्षत्र भएकोमा चाहिँ यहाँ यस्तो गर्नुपर्ने हुन्छ यहाँ नक्षत्र छैन दुईटा त्यो अगाडिको छ नि बुझ्यो उदाहरण अर्को त्यो अरूसँग काहीँ मिल्छ होला हेरौँ यसमा नक्षत्र पुरा घडी रहन्छ नि त यहाँ चाहिँ यस्तो चाहिँ यसमा चाहिँ हामीले त्यो बनाउनुलाई गर्नुपर्छ अब दुईटा नक्षत्र राख्यो नि त्यसले होइन यसमा यसो गर्नुपर्छ यो जस्तै भयातको त यो वर्तमान भइहाल्यो होइन जस्तै यसै इष्टकाललाई लिउँ भनेदेखि 8 45 भयो अब यो थोरै नक्षत्र 4 10 छ यसलाई यहाँ घटाउने थोरैले त्यहाँ घटाउने घटाइदिने इष्टकालमा घटाउनु थोरै 4 यो भयात भयो भयात त्यो भइगयो अब यसको भवक निकाल्नलाई हामीले एक दिन पहिलेको नक्सा जो छ त्यसलाई 60 घडीमा घटाउने 8 12 छ 8 घडी एक दिन अगाडिको है यो चाहिँ गत नक्षत्र हो यसलाई घटाउने त यहाँनिर हाम्रो 8 आउँछ यहाँ आयो 4 1 5 भयो अनि यो जुन 4 10 छ यहाँ जोड्ने अब गत नक्षत्रमा 8 भयो 5 5 5 हो यसलाई अब यो वर्तमान जो छ नि यो रोहिणी रोहिणीको पुरा मान्यो भयो कति 59 नै यो उसको हो त्यो त मृगशिराको 59 त यो जुन 4 10 भने रोहिणीको मान हो होइन त्यो चाहिँ पुरा घडीमा 55 58 हो यसलाई अब हामीले 60 मा घटाउने पुनः त्यसलाई घटाउने अब यहाँ आयो 2 0 यहाँ आउँछ 4 यो चाहिँ हाम्रो वर्तमान नक्षत्र भयो यो रोहिणी थियो यसको पुरा मान यो भयो यसलाई घटाएपछि अब आगामी नक्षत्र 59 अब यहाँ जोड्ने यो मृगशिरा हुन्छ मृगशिरा चाहिँ 59 छ यसलाई जोडिदिने 0 भयो 10 4 14 यो भवक भयो हाम्रो यो चाहिँ भवक भयो यसमा चाहिँ त्यो मतलब दुईटा नक्षत्र यसरी भएको ठाउँमा त्यसरी गर्नुपर्छ हामीले एक दिन पहिलेको नक्षत्रलाई 60 मा घटाउने अनि त्यो थोरै नक्षत्रलाई जोडिदिने पुरा मान आउँछ त्यसको वर्तमान नक्षत्रको अनि त्यसलाई चाहिँ हामीले फेरि पुनः 60 मा घटाएर आगामी जोडिदिएपछि भवक बन्छ
अब दोस्रो वाला कहाँ छ यहाँनिर 850 भनेको 328 हो त्यही हो मेरो अहिले हाँ? एकदिन मैले घटायो त्यस्तो लाग्यो हो र 328 हो र यो 18-28 के रहेछ त्यो हो त्यही रहेछ यो पहिलीवालामा चाहिँ हाम्रो भएछ नि 1 नक्षत्र 2 दिन यहाँ छ यहाँ जस्तो यसलाई राखौँ यहाँ छ यहाँ राखौँ त्यो अनुराधा होइन दुईवटा हो यो यस्तो हुँदा चाहिँ हामीले के गर्नु पर्ने यसमा यसलाई घटाइदिने अब यस्तो 2-10 छ नि त्यो वर्तमान नक्षत्र यसलाई घटाइदियो 4 भयो 6 भयो यो भइहाल्यो अब भावक बनाउँदाखेरि यसलाई हामीले के गर्नु भने 60 मा यसलाई घटाउनु 2-10 लाई यसलाई घटाइदिने 50 भयो 7 5 अब आगामी छ हामीसँग 8-33 यसलाई जोड दिने अब 8 3 8 को 2 यता आयो 1 8 8 ले 16 को 6 यो भावक भयो यसो गरेर दुईटा हुँदा यसो गरेर बनाउँछ त्यसै हाम्रो भइहाल्छ दोहरू त्यति गर्दा हुन्छ ठिक चलो फेरि भोलिबाट भर्दिउँला नि त्यसलाई ल फेरि त्यो अन्तर साह्रो निकाल्नु अरू अनि यसलाई फेरि 2-3 दिन लाग्छ भरौँ